हेलो भएर चाहिँ भोलिको बाटो भएर जाँदैछु है। बाटो कस्तो छ एक्सपिरियन्स गरिदिनु भनेर चाहिँ यस्तो आएको सोध्दै भयो भोलि जानु पर्ला भनेर गरिहालेँ होइन। बाटो चाहिँ भोलिसम्म ठिक छ भनेर थिएँ होइन। यहाँ जस्तै रहेछ यतातिर। माथि चाहिँ पानी परे तापनि अब हात दौडिहाल्यो होइन। भोलि धान रोप्नु पर्छ क्या यहाँ त। डर बाइक जस्तो भयो मजा हुन्छ यहाँ कुदाउनु। के हो यो अहिले 12 बज्दा जस्तो छ है। शङ्का त लागेको थियो मलाई यस्तै छ भनेर बाटो कोर्ले बाटो हरि बिगारेछ है भनेको थियो साथीहरूले। हुँदैछ यस आज त बाइक बिग्री भन्छ चढिदिनुपर्छ यो बाटोमा तर नबिग्रोस्। अति बिग्रियो रहेछ यार बाटो त। यहाँ यस्तो पहिरो गएर यतिकै भयो ठिकै छ। बाटो मात्रै भयो केही भएन। यो पानी चाहिँ नपरोस्। पानी पऱ्यो भने चाहिँ हैरान हुन्छ यस्तो।
रहेछ जस्तो छ यार माथि त्यो खोला बवाल सही ठाउँ चाहिँ घुम्नु मजा यस्तो बेला है तर पनि पानी अनि खोला है अनि पहिरोहरूबाट डर हुन्छ हल्का होइन दिनहरू हेर्दा चाहिँ त्यही बेला हो क्या घुम्ने गर्छ मजा लिने भनेको खास त्यसै बेला हो क्या आएको बसाइ होलेर नै हुन्छ जस्तो फिल भइरहेको छ मलाई होइन माथि पानी पऱ्यो भने त्यही त हो जान सकिँदैन कस्तो ठाउँमा भेटिन्छ गाडीसँग मैले मेरो हालत कस्तो भइसक्यो माथि जाँदै हैरान पानी पऱ्यो त यार यहाँ कस्तो गर्छ पानी पऱ्यो हैरान बनाएको यार फाइनली गाइड म चाहिँ 2 खोलेँ है अहिले चाहिँ हैरान बनाएँ बाइकको हालत यस्तो भइसक्यो है देख्न सकिन्छ बाटो चाहिँ बवाल छ है यस्तो डेन्जर बाटो भएर आएको म पानी पर्दैछ सो म चाहिँ भ्लगमा जोडेको छैन है सही छ पानी परिरहेको छ माथि त्यही भएर चाहिँ म क्यामेराको फेरि मेरो त्यो छैन क्या कभरहरू छैन सो पानी पस्छ भनेर चाहिँ म बन्द गरेँ है एउटा फेरि अझै डेन्जर बाटो छ भनिरहेको छ अघि केटाहरूले तल मिस गर्न चाहेन है अघिको बाटोमा पुरै बादलले छोपिसक्यो म हिँडेँ डेन्जरको बाटो है गाइस ओ माइ गॉड यस हो बाटो रिस्की छ होइन सबसँगै एडभेन्चर जस्तै रमाइलो भइरहेछ एडभेन्चर फिल भइरहेछ मलाई चाहिँ एडभेन्चर राइड गरेको माथिबाट यस्तो आउँदैछ भेलहरू एक्लै भड्किरहेको छु साथीहरू भएर कुदिन्थ्यो होला होइन रमाइलो गर्दै कुदिन्थ्यो होला एक्लै भड्केर हैरान भएछ यो बाटो देखेर यही बाटो नै देखिन्न भनिदिनुहोस् तपाईँ यसमा गाडी कसरी दिन्छ यो बाटो हेर्न सक्नुहुन्छ होइन यस्तो बवाल बाटो यार कहिले छ यस्तो बाटो नेपालमै छैन होला यस्तो बाटो हेर्नु यो मठीबाट आइ के गर्नु Oh shit! Today is my so bad day, guys. म फर्किनु पर्यो यार लास्ट झ्याउ लागिरहेको छ नि त गाइज आजको दिन मेरो लास्ट नराम्रो दिन रहेछ क्या चियान धारा भन्ने ठाउँदेखि चाहिँ बाटो नरहेछ है रोल्पा जाने सो म चाहिँ अब भोलि क्रस गरेर पनि फर्किरहेको छु क्या यस्तो बनाएको छ अघि चाहिँ म पानी परेर होइन हैरान बनाएँ होइन बाटोमा अहिले फेरि यहाँ बाटोबाट फर्किनु पऱ्यो क्या आटा बाटोबाट त्यो ब्याड लक छ त्यस यो बाटोमा मैले तपाईँहरूलाई जोड्न सकेको थिएन अगाडिको भ्लगमा होइन अहिले चाहिँ जोडिराखेको छु यो यस्तो दामी बाटो थियो है भोलेरी बजार पनि तपाईँहरूले देख्न पाएन है सो अहिले म चाहिँ देख्न जाँदैछु ओ डेन्जर पानी परेर हिँडेको भएको छ है यस गाइज है अघि मैले तपाईँहरूले जोड्न नसके तापनि अहिले चाहिँ म तपाईँहरूलाई देखाइदिइरहेको छु होइन यति दामी छ कि पाहाडको बाटो है त्यस्तै छ अनि के गाइज होइन मसँग ड्रोन भएको भए यो ठाउँमा ड्रोन सट गरेर चाहिँ यस्तो मोबाइल सिनेमेटिक देखाइदिन्थ्यो क्या होइन सो मसँग छैन होइन थाहा
खास गरी मैले भ्लग बनाउँदाखेरि चाहिँ रोल्पालाई प्रमोट गरेर भ्लगहरू बनाइराखेको हुन्छ है। प्राइभेट रोल्पातिरकै भ्लगहरू मेरो बढी छ। साथीहरूले भनिरहेको हुन्छ होइन बाहिरतिर लङ राइड गरेर भिडियो भ्लगहरू बनाउनु हुन्छ है। तर मैले चाहिँ सकिरहेको छैन, टाइम छैन मसँग है। मैले सानो सानो जब नि गर्छ है। सो अलिकति गाह्रो भइरहेको छ है त्यो गाइज। सो दुःखमा मानिदिनु होला। सो भ्लगहरू हेरिदिनुहोस्, माया गरिदिनुहोस् होइन रोल्पाली मोटो भ्लगरलाई होइन। रोल्पामा पनि टनमा मोटो भ्लगरहरू हुनुहुन्छ है त। मभन्दा सिनियर दाहरू पनि हुनुहुन्छ है। म चाहिँ भर्खर बिगिनिङ हो, भर्खरै सिक्दैछु होइन। त्यस मनपर्छ भने चाहिँ सपोर्ट गरिदिनु होला होइन। ट्राई गरी भ्लगहरू चाहिँ रोल्पाले प्रमोट गरेर भ्लगहरू बनाउँछु है। तपाईँहरूले मलाई अगाडि भनिसकेँ होइन। किनभने म चाहिँ गाउँले हो है, गाउँमा बस्छु। सो गाउँको भ्लगहरू प्रायः खोला नाला डाँडा पाखातिर गएर बनाइरहेकै हुन्छु होइन। सो तपाईँहरूलाई पक्कै पनि मन पर्नेछ भन्ने आशा छ है। सो केही समयमा म चाहिँ अब भोलि पुग्दैछु है। फाइनली होलेरी बजार आइसक्यो है म। सो म तपाईँहरूले बस पार्क जाने बाटो देखाइदिन्छु। यहाँ अगाडि लेफ्ट साइडबाट चाहिँ बस पार्क तल जान्छ होइन। अनि म अगाडि एउटा नक्सा देखाइदिन्छु होइन। त्यहाँबाट चाहिँ यहाँबाट राइट साइडबाट गयो भने चाहिँ घरती गाउँ जान्छौँ होइन। लेफ्ट साइडबाट चाहिँ हामी घोरै जाने बाटो है, नक्सा देख्न सक्नुहुन्छ। सो यहाँबाट चाहिँ हामी घोरै जान्छौँ। सो बजार चाहिँ अति नै दामी छ है। त्यो बाटो चाहिँ त्यस फराकिलो नै बनाएको क्या, जसलाई हेरेर है। घरहरू पनि टाढो टाढा बनाएको छ होइन। त्यस हाइवे जस्तै बनाएको छ क्या। मलाई चाहिँ अति दामी लाग्यो बजार चाहिँ है। त्यस मान्छेहरूको चाहिँ त्यस चल पल छ व्यापार बिजनेसको है। यहाँबाट देख्नु छ ब्याङ्क होइन। भाले के गर्छौ। सो जति तल गयो पानी पर्ला जस्तै गरिरहेछ। अघि चाहिँ पानीले हाम्ला जस्तो छ। सो म कस्तो हुन्छ बाटो चाहिँ देखाउँछु है।
आम्मामा म अघि यो बाटो देख्दै फर्किम जस्तो लाग्थ्यो ए के हो यस्तो धान रोप्ने यस्तै छ त हौ